ए साँच्ची भाइटिका पनि आइसक्यो है अब त 2 दिन मात्रै छ हौ वाउ साँच्चीमा मैले क्या दादालाई सुनको चेन बनाइदिएको छु योपालि भाइटिकामा सोच न बदलामा दक्षिणा झन् कति पाउँछु होला है म ए हो र मैले झन् चाँदीको ब्रेसलेट र घडी ल्याइदिइरहेछु मैले पनि त योपालि त ब्रान्डेड डायमन्ड रिङ अनि अरू पनि सानो सानो गिफ्टहरू ल्याइदिएको छु योपालि त म त दादालाई स्कुटी माग्छु भाइटिकामा गिफ्ट एकदम मजा आउँछ है भाइटिकामा मलाई कति दिन्छ होला है पैसा मेरो झन् सुनको चेन हो है दादा कहाँ जानु भएको हो आइज न दादा ब्याग बोकेर जानु भएको छ ल्या दादा कहाँ जानु लागेको के गर्नु खोजेको म परदेश जान लागेको बहिनी भोलि भाइटिका छ आज परदेश जान्छु भन्नुहुन्छ के गर्नु खोज्नु भएको तिमीहरूले भाइटिकामा मबाट जति एक्सपेक्ट गरेको छौ त्यतिको मेरो औकात छैन अब म त्यति बेलै फर्केर आउँछु जब म त्यो योग्यको बन्छु अहिले मलाई बिदा दियो बहिनी म परदेश जान्छु नाइ दादा अब कहीँ जानु पर्दैन तपाईँ हो तपाईँ कहीँ जानु पर्दैन हामीलाई हाम्रो गल्तीको महसुस भइसक्यो कि हाम्रो सोच कतिको गलत रहेछ भनेर हामीलाई माफ गरिदिनु हामीलाई माफ गरिदिनु दादा तिमीहरू त मेरै त बहिनी हो लाटी आफ्नै दादासँग माफी माग्नुपर्छ रिसाउनु त भएको छैन होला नि होइन म कहीँ जाँदिनँ बस तिमीहरूको आँखा खुल्यो मलाई त्यतिमै खुसी छ आजभोलि हाम्रा समाजका मान्छेहरूलाई के भइरहेको छ जहाँ आफन्तको भेटघाट अनि खुसीको माहौल हुनुपर्नेमा आफ्नै बडा दसैँलाई भाइटिकालाई बिजनेस बनाइरहेका छन्।